Yo, what's up, guys? It's your boy NAC.OL. So what, guys? आज चाहिँ म रियाक्सन गर्न जाँदैछु आज वान अफ द बेस्ट ऱ्यापर भिकेन दाईको आउटल अफिसियल म्युजिक भिडियो है सेप्टेम्बर 9 को यहाँ कुरा छ अरे 2025 को हाम्रो आन्दोलनको है इट्स गो त सुन्यौँ है त कस्तो छ लेट्स गो ड्रिम्स अवेक yeah. अहिले नै त्यो बिट है त्यो ब्याकग्राउन्ड उयो त्यो लास्ट हो पुरा लासहरू बनाएको रहेछ त्यो त त्यो आन्दोलनमा अब ज्यान गुमाउनेहरूको कि मैले बोकेको तिम्रो समय गाह्रो थियो खासो त्यो बिर्सेर जाँदैन म त्यसले गर्छ त्यो बोल्छ त्यो मार्दैन तर बिर्सेर जाँदैन इज्जत गरेको बदनाममा दुश्मन इज्जत मात्रै मान्छे हो मान्छेलाई नै गर्छ के अब इज्जत गर्छु तर त्यसलाई खिचेर त्यसकै डिसरेस्पेक्ट चाहिँ गर्दिनँ बरु त्यो मर्छ तर त्यसको डिसरेस्पेक्ट गर्दिनँ यति गर्नुपर्छ बिटिन दाइले तर अहिलेसम्म त्यस्तो डिस त्यस्तो बिफहरू त्यस्तो छैन पनि क्या मेरो मरेको साथी छ दादा लुटेर आँखा अगाडि छ मुखमा मिठो बोली छैन गाली छ मेरो बन्दुकमा गोली छैन खाली छ झगडा लफाएको कामी जारी र बिना फोकटमा टाउको चिनाल्ने छ ड्रग्स पसल पुलिस थानाको छाडी छ त्यसलाई चिन्दैन त्यस्तो मान्छेहरूलाई साथ दिँदैन समाचार देखाएको टिभीमा पैकोले बसाएको ग्याङ बुर्दाको गाई यो हुँदैन गाई ग्याङ पाराले पुग्छ सबै च्यान नाममा देखिन्छ बसिना मान्छे या पावरमा पावरमा फ्यामिली नुहाउँदै हावामा हेर्नु छैन त्यही भएर ग्याङ ग्याङ भन्नु हुँदैन ग्याङ ग्याङ भयो भने कता कता चौकीतिर कि मर्छ त्यही टाइपको है आउटल हरेक गीतमा कप्स आउँछ इभेन्टको यो चाहिँ मैले अगाडिदेखि नै सोचेको के भनौँ यहाँ म त फ्लोमा त नि फेरि भाइब तान्दै गएको थिएँ नि पोखरी गएर चाहिँ भनेको आमाले फेरि गएर त्यहीँ फाल्दै गरे अन्त नगर भने काम त फेरि गर्नुपर्छ नि त कोही बेला त्यस्तो हुन्छ तर अब गीतको नामै आउटल होइन
त्यही सही हो। पर्थ्यो आमाले थपेर ड्याउ पालेको मैले भोगेको थिएँ मेरो समय गाह्रो थियो काट्न अगाडि उठी म पड्काउँछु म्युजिक बुझिस् त सक्दैन थाम्न मैले भोगेको थिएँ मेरो समय गाह्रो थियो काट्न यो बिर्सेर जाँदैन म मिस गर्नेले भन्छ त्यो बोल्छ त्यो बाँड्दैन तर सदा बिर्सेर जाँदैन इज्जत गरेको बदलामा दुश्मन रिस राग मान्दैन मान्छे हो मान्छेलाई नै गर्छ विश्वास तँलाई मानेर फाँसिन्छ तँलाई थाहा छ यो दुनियाँ पापी छ बादलबारी मेरो मरेको साथी छ Big bass tuh mana saya pow 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 यस्तो लाग्ने कसम यो गीत मैले यस्तो वेट गरेको थिएँ आएको टक्क आएको कति घन्टा जति भयो म त ढिलो पो हेरेँ होला त सायद त्यस्तै लाग्दैछ मलाई एक दिन भइसकेको छ मैले कत्रो वेट गरेको टक्क त्यतिखेर अब मैले नि हेर्न पाइनँ अहिले पो ठक्क थाहा भयो मलाई गीत पाइसकेछ त्यही भएर के एक्लै हेर्नु तपाईँहरूलाई नि मजा दिउँ भनेर रियाक्सन गर्दैछु दिस इज माई फर्स्ट रियाक्सन भिडियो मेरो च्यानलमा है सम्पूर्णले सब्सक्राइब गरिदिनु होला मन पऱ्यो लाइक कमेन्ट सेयर सबै अनि म ऱ्याप पनि हान्छु मेरो एउटा च्यानल पनि छ NACOOL गएर सर्च गर्नु र सब्सक्राइब पनि गर्नु होला मलाई पनि त्यहाँ माया देखाइदिनु होला त्यही हो गाइज यस्तै यस्तै भिडियो लिएर म फेरि पनि आउनेछु ओके बाई